हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो ब्लगमा है। होप सबैजना आरामै हुनुहुन्छ होला। म चाहिँ अहिले घरमा आएको छु पोखरा है, गाउँको बसाइबाट। राम्रो थियो त्यो मोमेन्टहरू, त्यो साइलेन्सनेसहरू है, नेचरसँग एट्याच हुँदाखेरि एकदम रिफ्रेस भएँ म चाहिँ है। अनि अहिले चाहिँ घरमा छु। अनि आज चाहिँ म बिहान लगभग अहिले चाहिँ 10:40 या अलमोस्ट 11 बज्न लागिसकेछ। अनि आजको मर्निङ चाहिँ अलिकति वेदर त्यति क्लियर त छैन, तर एकदम जाडो मौसम भएको छ है। एकदम कोल्ड फिल भइरहेको छ। अनि तपाईँले चाहिँ यता देख्न सक्नुहुनेछ, मौसम चाहिँ अहिले यस्तो छ है, एकदमै धुम्ला धुम्ला जस्तो, टुसारा लाए जस्तो मौसम छ। अनि आज चाहिँ अब सायद घरकै भ्लगहरू हुन्छ होला, घरकै एक्टिभिटिजहरू हुन्छ होला है। आज चाहिँ के हुन्छ म तपाईँलाई देखाउने छु। घरकै एक्टिभिटिजहरू, या सायद बाहिर पनि डे आउट हुन पनि सक्छु होला, बाहिर पनि जान सक्छु होला। आज म घरबाटै स्टार्ट गरेँ मैले भ्लग चाहिँ है। आज चाहिँ के छ, के भइरहेछ घरमा। आज मौसम पनि एकदम चिसो छ गाइस है। अनि चाहिँ के गर्दै हुनुहुन्छ यहाँ दाइको हजुरले चाहिँ है, म देखाउँदैछु। ल है, सबैलाई स्वागत छ मेरो भ्लगमा है। आजको के हुँदैछ त यहाँ आज स्पेसल, एकदमै धेरै स्पेसल चिजहरू बन्दैछ होला। त्यो चाहिँ के को रेसिपी होला भन्नु? पुलाउ हो। पनि राम्रो आएको छ। यो चाहिँ के भन्छ हजुरलाई? अचार। गोर्खे अचार भन्ने होइन? भइहाल्यो नि पानी। यसमा चाहिँ तपाईँले के घिउ पनि हाल्नुभएको? अब हजुर घिउ अनि लङ, सुकमेल, काजु, बदाम त्यस्तै हो। ए ल, एकदम राम्रो छ। एकदम मिठो होला जस्तो छ है। अनि यो चाहिँ फाइनल अहिले चाहिँ अब यो पाक्नलाई रेडी छ। हजुरले चाहिँ सिटी लाउनु अब यसपछि अब यो फाइनल कस्तो हुन्छ त, अब यो टेस्ट कस्तो हुन्छ? टेस्ट त तपाईँहरूलाई अब म, किनकि अब भिडियो मार्फत म आफैले स्वयं भन्छु है कस्तो हुन्छ फाइनल। अब यो रेडी भइसकेपछि चाहिँ पनि देखाउँछु है त। चाहिँ हाम्रो यहाँको डोन सरकारहरू हो। अनि के छ, ठिक छ? कलेजबाट आइयो? ठिकै छ। लामोसँगै पढाइ भयो होला नि होइन? अनि म यहाँ गाउँबाट घर आए लगतै यहाँ चाहिँ घरमा चाहिँ मैले एउटा काम गरेको थिएँ है। अब यसको मर्मतको काम चाहिँ तपाईँहरूलाई देखाउन सकिनँ, तर मैले चाहिँ यहाँ मम्मीले चाहिँ कुखुरा पाल्नु भएको थियो। यो कुखुरा चाहिँ यसरी हामीले बारेर है, यहाँ यसरी बारेको छ। बारेर चाहिँ अब एकदम यसलाई सेपरेट बनाएको छ। अनि मम्मीले चाहिँ यहाँ कुखुरा राम्रो बनाउनु भएको रहेछ, त्यसलाई चाहिँ व्यवस्थित गरेर चाहिँ अझै यो सरसफाइ कामहरू अझै बाँकी छ। अनि यहाँ चाहिँ लोकल कुखुराहरू हो यो चाहिँ है, एकदमै लोकल कुखुराहरू। यो चाहिँ अब क्रसहरू पनि छ, अनि सबै कुरा एकदम लोकल छ। यो चाहिँ हामीले यहीँ प्रोडक्सन गरिन्छ। अब सबै यहीँ कुखुराले चाहिँ चल्ला निकाल्छ, यसरी छ है। अनि यो चाहिँ हाम्रो घरको अगाडिको चौतारा हो है। यहाँ चाहिँ सबै मान्छेहरू, उता तलबाट आउने मान्छेहरू, बाटो हिँड्ने मान्छेहरू यहाँ चाहिँ रेस्ट गर्नुहुन्छ। अनि यहाँ त यता चाहिँ हाम्रो चाहिँ अलिकति हाइटमा छ है यता घर चाहिँ, एकदमै जियोस् उतातिरको तलतिरको चाहिँ भ्यूहरू हेर्न मजा आउँछ, डाँडातिरको। आज चाहिँ अलि मौसम क्लियर नभएको कारणले अलिक क्लियर देखिएन, तर पछि चाहिँ अलिकति मौसम क्लियर भएको बेलामा चाहिँ तपाईँहरूलाई क्लियर तरिकाले देखाउने छु है। अनि अहिले चाहिँ यसरी देखिन्छ है। यहाँ चाहिँ म बेलुका यहाँ चाहिँ आएर बस्छु है, किनकि एकदम मजा आउँछ कि यहाँ ट्याक्क बसेर
यो भ्यूहरू इन्जोय गर्नलाई चाहिँ। अनि म यहाँ आएर बिहान पनि यहाँ बस्छु अनि चियाहरू लिएर कफीहरू इन्जोय गर्छु है। आज चाहिँ अलि मौसम क्लियर छैन तर एकदमै दामी हेर्न सक्नुहुनेछ। ऊ चाहिँ त्यता चाहिँ यसरी चराहरू उडिरहेको छ है। यस्तो रमाइलो छ। यसलाई चाहिँ यहाँ पटनेरी भन्छ है। यो चाहिँ पटनेरी हो अनि हाम्रो यो एरिया चाहिँ खडगपुर भन्छ। पोखरा 29 मा पर्छ है। अनि सायद पछि आउने भिडियोहरूमा चाहिँ हामी चाहिँ यो तपाईँले अगाडि देख्न सक्नुहुनेछ। यो डाँडा चाहिँ यो डाँडा हामी गएर चाहिँ यहाँ यसलाई चाहिँ हुडीकोट भन्छ है गाइज। अनि यसबाट चाहिँ एकदमै दामी यो पोखरा भ्यालीहरू राम्रो देखिन्छ यसबाट चाहिँ। हामी चाहिँ यहाँ जानेछौँ एक दिन, तपाईँलाई म यो ठाउँमा गएर पनि देखाउने छु। एकदमै रमाइलो छ। फाइनल्ली रेडी भइसक्यो है हाम्रो खानाहरू। हजुरले रेडी गरिसक्नु भयो। यो चाहिँ सलादहरू हो। अब फाइनल्ली वा पुलाउ होइन हजुर दामी छ। अनि यता यो चाहिँ के हो? मिठो मासु होइन? स्मेल चाहिँ एकदम राम्रो मिठा छ है। अब चाहिँ हामीले चट्ट खाइन्छ है। यहाँ चाहिँ अब सलादहरू छ अनि यहाँ चाहिँ यो गोर्खे अचार अघि देखाइसकेको छु। त्यस राम्रो छ। अब हामी यो फुड इन्जोय गरिन्छ है त। ल अब हामी चाहिँ खाना इन्जोय गरिन्छ है त। सरी हजुर आज रेसिपी हो यो एकदम दामी छ। ल खाइयो ल खाए हजुर खायौँ है। अब हामी चाहिँ मिठो खाना इन्जोय गरिन्छ। लङ टाइम बस्यो एकदम मिठो छ है हजुर। यो चाहिँ रेसिपी एकदम दामी लाग्यो मलाई। रेटिङ कति दिनुहुन्छ एउटा तपाईँले? रेटिङ रेट दिन पऱ्यो नि 3 स्टार होइन 10 मा कति भन्नाले कति दिनुहुन्छ? कति रेट दिनुहुन्छ? 10 मा 10 नै हो। 10 मा 10 नै हो। मैले पनि 10 मा 10 नै हो। नो डाउट एकदम दामी छ, टेस्टी छ है। 10 मा 10 अनि त हाम्रो खसीको मासु है। अस्ति जाउँ एकदम दामी छ मासु पनि। सलाद खानु हाम्रो चाहिँ अब सलाद खानासाना पनि खाइयो। एकदमै मिठो बनाउनु भएको थियो भाउजूले चाहिँ खाना। एकदमै धेरै खाएँ मैले चाहिँ है। अनि अब आजको दिन चाहिँ हामी सायद घरमै यताउति गरेर जान्छ या म चाहिँ बाहिर पनि जान सक्छु होला। गयो भने त्यहाँको पनि भ्लगहरू बनाउँछु, त्यहाँको भिडियोहरू खिच्छु, देखाउने छु है। आज के गरिन्छ दिनभरि अनि देखाउने छु।
स्टे ट्युन है त गाइस अहिले चाहिँ हाम्रो घरको बारीमा चाहिँ आलु एकदम मम्मीहरूले आलु लगाउनु भएको रहेछ एकदम राम्रो भयो है आलु चाहिँ म तपाईँलाई देखाउँछु आलु ओहो ठुल्ठुलो भएर चाहिँ है आलु ओहो यो त बहुत ठुल्ठुलो यतिमा लगाएको आलु यस्तो फलाएको यो यस्तो विषादी मलहरू युज गरेको होइन घरकै अर्ग्यानिक कुखुराको मलहरू युज गरेर फलाएको यस्तो गऱ्यो भने जे पनि हुनसक्छ यस्तो र मम्मीहरूले यसरी ओहो यो त ठुलो छ आलु यस्तो ठुल्ठुलो भएको रहेछ है राम्रो भयो रहेछ यहाँ चाहिँ माटो एकदम मलिलो रहेछ कि है बेसार लाउन भनेर मल हालेको कुखुराको मल ऊ पनि हाल्दै थियो क्या उता तोरीको कुसुरा त्यहीँ थुप्राइदिएको थियो क्या बेसर हुन्छ भने र यो आलु लाएर 5-10 किलो आलु 20 किलो छ होला गाइस यस्तै छ जिन्दगी आलु लाउने कुखुरा पालेछु आलु लाउने तरकारी लाउने खाने पुरा आलु निकालिदिनु यस्तो आलु हेर्नु है सबैजनाले है अनि अहिले चाहिँ यतातिर भाइले चाहिँ यस्तो राम्रो बनाएको छ है एकदम राम्रो अहिले चाहिँ यस्तो फराकिलो अहिले त त्यतिको विदेशको जस्तै सिस्टम छ है बाटो चाहिँ एकदमै राम्रो फराकिलो बनाएको छ यतातिर नि सर्भिस रोडहरू छ है यस्तो फराकिलो छ एकदमै राम्रो छ है के गर्ने अहिले चाहिँ हामी यसो भोलि घरको कामले बस्दै काम गऱ्यो त्यत्तिकै दिन भयो अहिले चाहिँ अहिले यत्तिकै बाहिर फ्रेस हुन निस्केको है यसो घर वरिपरि अहिले मौसम पनि एकदमै चिसो भएको छ यतातिर पनि एकदम साइलेन्ट छ कि हामी घुम्नको लागि बाहिर त निस्केको थियौँ तर एकदम चिसो भएको कारणले चाहिँ धेरै घुम्न सकेनौँ है एकदम चिसो भइरहेको थियो बेलुकातिर चाहिँ एकदम चिसो हुन्छ है अनि के अरे दाइले चाहिँ अब चिसो भएको कारणले धेरै टाढा नजाऊँ भन्नुभयो अनि हामी धेरै टाढा गएनौँ यत्तिकै नजिकैतिर यसो फ्रेस हुनलाई मात्रै हिँड्यौँ
र अनि अहिले भएको परिवर्तन बाटोहरूको निर्माणदेखि एकदमै हामी खुसी भएको थियौँ है। एकदम राम्रो बनाएको थियो बाटोहरू चाहिँ। अनि हामी त्यही कुरा गर्दै दाइ र म हिँडिरहेको थियौँ। एकदम राम्रो लाग्यो। अब बिस्तारै बिस्तारै परिवर्तन हुँदैछ र यसरी नै गऱ्यो भने के कुरा सम्भव नहुँदो रहेछ त है। हेर्नुहोस् यस्तो राम्रो पनि हुन सक्दो रहेछ। पहिला यही बाटोहरू चाहिँ कति नराम्रो थियो है, कच्ची थियो, धुलोहरू उड्थ्यो, कति नराम्रो थियो। अहिले यस्तो राम्रो बनेको छ र यसरी नै देशमा चाहिँ भ्रष्टाचारीहरूको अन्त्य भएर राम्रो देश निर्माण गर्छु, विकास गर्छु भन्ने मान्छेहरू अघि आयो भने पक्कै पनि यो देश राम्रो बन्नेछ र एकदम विदेशको जस्तो चाहिँ परिवर्तन ल्याउन सक्छ। आजको दिन यसरी नै फ्यामिलीसँग टाइम स्पेन्ड गरेर गयो। अनि कहिलेकाहीँ फ्यामिलीसँग पनि टाइम स्पेन्ड गर्नुपर्छ होइन, फ्यामिलीलाई पनि टाइम दिनुपर्छ भन्ने मलाई लाग्छ है। त्यसैले आजको दिन चाहिँ मैले फुल फ्यामिलीको लागि दिएँ। एकदम रमाइलो भयो र यसरी नै इन्ट्रेस्टिङ भ्लगिङहरू तपाईँ सामु ल्याउँछु भन्दै आजको भ्लग चाहिँ यही अन्त्य गर्छु। स्टे सेफ है त।